गाइजहरु वेलकम है गाइजहरु हैन धेरै दिन पछि हैन आज फेरि ब्लग गर्न लाग्छु गाइज हैन त्यही भएर तपाईहरु सन्चै हुनुहुन्छ होला हैन म पनि सन्चै आरामै छु यस्तो भन्नुपर्ने चाहिँ ब्लगमा चाहिँ हैन अनि गाइजहरु हैन म चाहिँ अहिले चाहिँ घरबाट धेरै टाढा आएको छु धेरै टाढा हैन घर त त्यहाँ हो यही बासाझ्याङमा आछु कि हैन गाइजहरु हैन तपाईहरु चाहिँ नि एक्लै बसेर भिडियो हेर्नु है त गाइज मेरो भिडियो चाहिँ एक्लै बसेर हेर्नुपर्छ किनभने हैन मेरो यहाँको बुत्ला देखिहाल्ला नि त हैन फेरि न लुगा लायो भने फेरि गर्मी हुन्छ हैन यस्तो लुगा लाएर हिँड्दिन्छ हैन हैन तर भुत्लाले गर्दा लास्ट ल्याङ भएन मलाई घरबाट मम्मीले हेर्न सक्छ कि लुकेर हैन त्यही म अलि तल जान्छु गाइज अब गाइज हैन ब्लग त गर्न पर्यो हैन एक हप्तामा हैन एक हप्ता अगाडि ब्लग गरेको थिएँ अब मम्मीले देख्न सक्छ त्यही यता आएको गाइज हैन भनेर गाइज हैन भोक लागिरहेको हैन तलबाट बाइक आयो फेरि मुला साग छ्याउ लाग्यो गाइजहरु कस्तो हुँदो रहेछ भने हैन ज्यान खतरा भए मान्छेको चाहिँ भुत्ला आउँदो रहेछ हेर्नु यस्तो भुत्ला आउँदो रहेछ नि ज्यान खतरा नभएको मान्छेको चाहिँ भुत्ला आउँदैन कि हैन भगवानले पनि यस्तो यस्तो गर्नु हुँदो रहेछ कि है अनि गाइजहरु हैन एकचोटि हैन अब हैन खतरा ज्यान बनाइस् हैन गर्लफ्रेन्डले मन पराउँछ भनेर हैन खतरा यस्तो एक्सर्साइज गरेर खतरा बडी बनाएको छु नि त मैले हेर्नु तर हैन यस्तरी बडी देखाइदिएको त हैन यहाँको भुत्ला देखेर भएको कि गाइज गर्लफ्रेन्ड त हैन गाइजहरु हैन मलाई चाहिँ मम्मीले खोजिरहेला घरमा हैन भात खाने बेला भएको हैन मलाई भोक पनि लागिरहेको त्यो ट्याक्क लाएर यत्रो भिडियो बनाएको छु कि हैन अनि पछि ट्याक्क लाएर जोडेर हालिदिन्छु गाइज हैन अब चाहिँ म भात खान जान्छु मलाई भोक लाग्यो हैन है त म भात खान जान्छु तर तपाईहरु चाहिँ नजाने त काहीँ पनि त मैले फेरि भिडियो गर्छु तपाईहरु छिर्नु है त अनि गाइज हैन म एउटा कुरा चाहिँ भन्नै बिर्सिन्छु कि जहिले भ्लग गर्दै हैन त्यहाँ रोड छ गाइज हैन मलाई रोडबाट मान्छेले देख्न सक्छ बस्नु पर्यो गाइज हैन छोड्दिनु नभन्नु गाइजहरु न म चाहिँ एउटा कुरा भन्न बिर्सिन्छु कि लाइक र सब्स्क्राइब चाहिँ गर्नु भन्नु बिर्सिन्छु गाइज हैन म लास्ट मिहिनेत गर्छु गाइज हैन तर के गर्ने न धेरै यस्तो हैन भगवानले सपोर्ट गर्नु भएन कि हैन युट्युबले सपोर्ट गर्दैन गाइजहरु इम्प्रेसन पठाउनु हैन गाइजहरु नि तेरो न लाइक सब्स्क्राइब भन्दिनु हैन अनि मलाई सपोर्ट गरिदिनु गाइज हैन नेपालको मान्छे हैन नेपाली भएर नेपाललाई सब्स्क्राइब गर्नुपर्छ गाइज हैन एक दुसरालाई सहयोग गर्नु पर्यो नि त हैन अनि गाइज हैन राई दिदीको चाहिँ गाइज हैन राई दिदीको चाहिँ 1000 सब्स्क्राइब गर्नु भइसक्यो छैन दिदीले मलाई सब्स्क्राइब गर्नु भएको छ कि हैन 900 हुँदा कि 800 हुँदा सब्स्क्राइब गर्नु भएको थियो त्यो देखि चाहिँ 1000 भइसक्यो छैन तर मेरो नै अर्को च्यानलमा त 1000 भइसक्यो यो च्यानलमा मात्रै हो हैन तर गाइज हैन अर्को च्यानलमा मैले 2 महिनामा 600 पुरा थिएन कि यो च्यानलमा मात्रै गाइज हैन जेसो यो छैन कुरा गरेर नि भ्याउँदैन गाइज अब भोक लागिसक्यो भात खान जान्छु अनि फेरि ब्लग गर्छु त हेर्नु नि त ओके लभ यु गाइजहरु मम्मी चाहिँ हैन फोनमा बोलिरहेको छ कि म चाहिँ टोयलेट नै रहेछु ब्लग गर्न कि कहिले बासा जाँ कहिले टोयलेट यस्तै हो गाइज हैन हेर्नु नि त मैले भात खाएन कि मम्मी फोनमा बोलिरहेको छ हैन गाइजहरु म चाहिँ भात खाइसकिन त्यही भएर हैन भात खाइसकेपछि मेरो अनुहार पनि उज्यालो भयो हैन अघि चाहिँ भोक लाग्थ्यो नि त हैन भोक लागेर कालो निलो भएको थियो अनुहार पनि गाइज हैन यहाँ के लुकेर ब्लगर गए सिक्नुले पोल्दिरहेको हेर्नु न सिक्नु यस्तै गाइज हैन भगवानले नि के गर्नुहुन्छ मलाई मात्रै हैन गाइजहरु न हेर्नु न अनि फेरि उता गएर ब्लग गर्छु हैन उता मम्मी छ त्यही त गोठ भन्दैन यता आएर ब्लग गरेको छु हैन गाइजहरु घरमा बस्दा बस्दा झ्याउलाइसक्यो गाइजहरु हैन अनि हैन अब कतै घुम्न पनि जान पाइदैन गाइज हैन घरमै बसेको काम गरेको गरे हैन यो चाहिँ मेरो लागि अलि छ्याउ लाग्दो हो कि गाइज हैन अब यहाँ चाहिँ डाँडामा आछु गाइज हैन यहाँ चाहिँ सबतिर देखिन्छ हैन अनि गाइज हैन म चाहिँ यहाँ भिडियो बनाउँछु कि सर्ट भिडियो यहाँनिर बल बनाउँछु कि गाइज हैन अर्को जस्तो हैन कि फेरि हैन सर्ट भिडियो म चाहिँ हैन अर्को भिडियो हाल्ने गाइज आफै बनाइदिने कि बुझ्नु त जस्तो त्यस्तो हैन यहाँ चाहिँ बसले देख्छ हैन यहाँ घरको मान्छेले देख्छ सबले देख्छ गाइज यहाँबाट चाहिँ झ्याउ चाहिँ लाग्छ गाइज हैन ब्लग बनाउनु चाहिँ झ्याउला चाहिँ गाइज यस्तो ठाउँमा हैन अघि नै बाँसको झ्याङ बनाएको थिएन अहिले चाहिँ दिउँसो हैन कोही पनि हुन्न नि त त्यही यहाँ आएर बनाइदिएको गाइज हैन एउटा सर्ट भिडियो बनाउँछु गाइज म यहाँनिर नि गेनर हानेको कि यहाँनिर गेनर हान्छु उहाँनिर क्यामेरा राख्छु क्यामेरा स्ट्यान्ड मोबाइल स्ट्यान्ड हुन्छ नि त हैन त्यो त्यहाँनिर राख्छु चट्ट लाएर नै यहाँबाट यस्तो गरेर ब्याच गेनर हानिदिएको भिडियो बनाउँछु गाइज त म घर मोबाइल स्ट्यान्ड ल्याउँछु गाइज हैन एउटा सर्ट भिडियो त बनाउनु पर्यो हैन सब्स्क्राइबर बढ्छ नि त हैन लङ भिडियोबाट नबढे पनि तर गाइज हैन आज चाहिँ के गर्छु भन्दाखेरि लङ भिडियोमै गेनर हान्छु अनि काटेर त्यही सर्ट भिडियोमा हालिदिन्छु गाइज हैन तपाईँ चाहिँ मलाई सपोर्ट गर्नु गाइज हैन है त गाइज हैन मेरो भिडियोमा चाहिँ हैन त्यो लङ भिडियोबाट काट्छ नि हैन सर्ट भिडियो त्यसमा चाहिँ गीतै हाल्नु मिल्दैन गाइज कोही अरूले त गीत हाल्छ हैन मेरो चाहिँ मिल्दैन किन हो हैन त्यही पनि हैन हालिदिन्छु तपाईहरु चाहिँ लाइक सब्स्क्राइब हान्नु गाइज हैन गाइजहरु मैले चाहिँ हैन यहीबाट बनाइसकेँ हैन मैले गेनर हान्छु कि हैन मेरो भिडियोमा गएर हेर्नु हैन आजको भिडियोमा फेरि आजको भिडियोमा गएर हेर्नु ट्याक्क लाएर मैले भिडियो गर्छु अब एडिट गरेर गेनर ट्याक्कै युट्युबमा हालिदिन्छु युट्युब सर्टमा सर्ट भिडियोमा हालिदिन्छु गएर हेर्नु अन्त लाइक सब्स्क्राइब हान्नु गाइज हैन
तर के सर्ट भिडियोबाट चाहिँ ससरेर चाहिँ मलाई त्यही खुसी लाग्छ होइन। लङ भिडियोबाट पनि आउँछ तर लङ भिडियोबाट र सर्ट भिडियोबाट गरेर बराबर गरेर मेरो 200 सब्सक्राइब कम्प्लिट भएको गाइजन। गाइजन आजको लागि चाहिँ यति नै होइन। त्यही भएर गाइजन थ्याङ्क्स फर वाचिङ, सी यू टुमरो, लभ यू, गुड बाई होइन गाइजन। लाइक सब्सक्राइब जाँदैन न, मैले मिहिनेत गरेको छु नि त होइन। यस्तो मिहिनेत गर्छु गाइजन मेरो सर्ट भिडियो गरेर होइन। त्यति हो गाइज त, गुड बाई, सी यू नेक्स्ट विक।